गरेको अवस्था छ तपाईँ देख्न सक्नुहुन्छ बाटामा लाठीचार्ज हानेको अवस्था छ प्रहरीले यहाँ सबै आन्दोलनकारी लखाटेको अवस्था छ तपाईहरुले देख्न सक्नुहुन्छ प्रहरीले लाठीचार्ज गरेको अवस्था छ यहाँ देख्न सक्नुहुन्छ देख्न सक्नुहुन्छ यहाँबाट सबै आन्दोलनकारी लखाटेको अवस्था छ प्रहरीले लाठीचार्ज हानेको अवस्था छ आन्दोलनकारी तितरबितर भएको अवस्था छ यहाँ प्रहरी मात्र भएको अवस्था छ देख्न सक्नुहुन्छ प्रहरीको घेरा तोडेर अगाडि बढ्न खोजिरहेको अवस्था छ माइती घरबाट मिराज ढुङ्गाना यता नयाँ बारेश्वरतर्फ अगाडि बढिसकेको अवस्था छ प्रहरी समाया ढुङ्गामुराको अवस्था सिर्जना हुने अवस्था आइसकेको छ यहाँ ट्रकसीको सुरक्षा घेरा तोडेर जेन्जी अगाडि बढिरहेको अवस्था छ यहाँ प्रहरी समाया धक्का मुक्का भइसकेको अवस्था छ तपाईँ देख्न सक्नुहुन्छ अगाडि बढिरहेको दृश्य छ यहाँ सुरक्षा घेरा तोडेर अगाडि बढेको दृश्य चाहिँ हामी तपाईँलाई देखाइरहेका छौँ देख्न सक्नुहुन्छ मिराज ढुङ्गाना प्रहरी बीच अवस्था सिर्जना भइसकेको छ यहाँ प्रहरीले सम्मिलित भएर चाहिँ आन्दोलन गरिदिनुको लागि माइकिङ गरिरहेको अवस्था छ अगाडि बढ्ने कोसिस भइरहेको छ प्रहरी र जेन्जी बीच झडप भइसकेको अवस्था छ यति बेला मिराज ढुङ्गाना प्रहरीले अगाडि नबढ्नको लागि आग्रह गरिरहेको अवस्था छ मिराज ढुङ्गानालाई प्रयोग गर्ने प्रहरीले जेन्जी भण्डार गरिरहेका छन् यो लगायतका जेन्जीहरू पुरा खुसी भएको अवस्था छ प्रहरीले पुरा रोक्न खोजिरहेको स्थिति छ तपाईँ देखिरहेको छ दर्शकहरू बढिसकेको अवस्था छ अगाडि बढिसकेको अवस्था छ सक्नुहुन्छ दर्शकहरू सडकमा निस्किसकेको छ जेन्जीहरू माइती घरको अवस्था अहिले तपाईँले देखिरहनु भएको छ
सकिरहेको अवस्था छैन। यो माइतीघर मण्डलाबाट सिंहदरबारतर्फ अगाडि बढेको अवस्था छ। अगाडि बढिसकेको अवस्था छ। माइतीघर मण्डलाबाट सिंहदरबारतर्फ अगाडि बढेपछि प्रहरीले धरपकड गरेको अवस्था छ। किन आत्महत्या गरियो? नेपालीको जनतामा अपमान गर्ने नेपालीको जनताको पुलिस उनको सुशीला कार्कीको पुलिस हो। सुशीला कार्कीको पुलिस कसै आएर लक्ष्य हाल्न पाइन्छ? ठिक छ। सुशीला कार्की होसियार नेपालीको पुलिस होला नि, बालो तार्न गएर भोलि के हुन्छ? यो माइतीघर चोकको मेन सडकमा आएतिर अगाडि बढेर मेन सडक चोकमा यो सवारी जाम भएको अवस्था पनि छ र यहाँ रोडमा धर्ना बसेर आफ्नो मागहरू पुरा गर्नको लागि सरकारसँग आग्रह गरिरहेको अवस्था तपाईँले देख्न सक्नुहुन्छ। माइतीघर चोकको अवस्था हो यो। बनेको छ।